हुँदैन सभामुख महोदय, मन्त्री चाहिन्छ। मन्त्री नभए म चुपचाप बस्छु, के गर्नु बाध्य भयो हेर्नु। मेरो बाध्यकारी स्थिति हो हेर्नुहोस्, मेरो आफ्नो इच्छा चाहना बिल्कुल होइन र तपाईँहरूलाई मानिसजीवलाई नि सजिलो हुन्छ। माननीय सदस्य अगाडि बढौँ न, आफ्नो विषयवस्तुमा अगाडि बढौँ। मन्त्रीज्यूहरू हुनुहुन्छ, अरू मन्त्रीज्यूहरू नै आउनु होला, आउनु भए पनि थियो। अहिले मन्त्रीज्यूहरू भएको विषयवस्तु उहाँहरूको मन्त्रालय अन्तर्गतमै कुरा होला तपाईँको, त्यस कारणले माननीय सदस्य अगाडि बढौँ। सम्मानीय सभामुखबाट म दोहोरो वार्ता यति सवाल गर्न चाहने, तपाईँ मेरो लागि सम्मानीय हुनुहुन्छ। अब मैले त मिल्दैन त्यहाँ म जान सक्दिनँ, बाहिर पत्रकारले सोधै गर्छ, कसरी जवाफ दिनु मैले? त्यो सम्भव छैन। पत्रकारले सोधेर मलाई जानै दिँदैन हेर्नुहोस्। अब के गर्नु, बहुत गाह्रो चिज हो होइन। तपाईँले अलिक व्यवस्थापन गर्न सक्नु भएन जस्तो लाग्छ। म त गाह्रो छैन। सदस्य अगाडि बढौँ न, उभिराख्दा अप्ठ्यारो भयो। मान्य सदस्यलाई अगाडि बढौँ। मैले सवाल जवाफ गर्नु छैन। मान्य सदस्यको विषय मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य अगाडि बढौँ, आफ्नो भनाइ राखौँ। मैले सभामुख महोदय म निवेदन गर्न चाहन्छु, मेरो बाध्यता बताएँ नि। मैले भरे यो सदनबाट त्यहाँ जाने साथ मेरो स्थिति हालत के होला हेर्नुहोस्। ठुलो सङ्कट हुन्छ नि त्यहाँ हेर्नुहोस् होइन। आफ्नो कुरा राख्दाखेरि सम्बन्धित मन्त्री नहुँदाखेरि मानिसले त मलाई प्रश्न गर्ने भयो, त्यसमा मैले जवाफ दिन सक्दिनँ सभामुख महोदय। मान्य सदस्य, मान्य सदस्यले राखेको विषयमा मेरो ध्यान आकर्षण भएको छ। त्यसकारणले मान्य सदस्यलाई अगाडि बढौँ। हामीले गर्ने मान्य सदस्यको विषय ध्यान आकर्षण भएको हुनाले सचिवालयले त्यो विषयमा काम गर्छ। मान्य सदस्य अगाडि बढौँ, विषयवस्तुमा अगाडि बढौँ। म अगाडि जान सक्दिनँ सभामुख महोदय, सम्मान्य सभामुख महोदय, सम्भवै छैन। तपाईँ 9वटा मन्त्रालयको छलफल गरिराख्नु भएको छ, 2टा मन्त्री मात्रै कसरी भयो त? मेरो आँखा कमजोर भयो? त्यो त होइन जस्तो लाग्छ। 9वटा मन्त्रीमा 9वटाको यहाँ छन्, 1, 2, 3मा भनिदिउँ सभामुख महोदय, मलाई कण्ठ गरिदिउँ कि पढाएर भनिदिउँ? यो त छ नि त, यसो गर्नु भएन सभामुख महोदय। थिति त नबिगारौँ न, मेरो यति मात्रै अनुरोध हो। मान्य सदस्य अगाडि बढौँ न, विषयवस्तुमा अगाडि बढौँ। मान्य सदस्यको विषय चाहिँ सभामुखलाई ध्यान आकर्षण भएको छ। सम्मान्य सभामुख महोदय, म तपाईँको कुरा अक्षरशः पालना गर्छु, तर अहिले सक्दिनँ। किन सक्दिनँ? यो त विधि र थिति त म तोड्न सक्दिनँ। म यहीँ बसिदिन्छु अब। मान्य सदस्यहरू, यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ। होइन नि, खोइ त मन्त्री। अब अरू यसो हेर्दाखेरि चाहिँ रोस्ट मगाऊ कि खालि मन्त्री माग गर्छ भन्ने पनि होला, तर त्यस्तो होइन मान्यज्यूहरू। यो त विधिपूर्वक चलाउने भने त 9वटा मन्त्रालयमा छलफल गर्दै 2टा मन्त्री हुँदाखेरि कसरी कुरा राख्न सकिन्छ? हाम्रो कुरा कसले सुन्दैन? सदस्यहरूलाई कुरा भनेर मिल्दैन क्यारे? के गर्नु सभामुख महोदय? सभामुख महोदय, मन्त्री त डाक्नु पर्यो नि। अब तपाईँले 7जना मन्त्री डाक्नुहोस्, त्यसपछि म दण्डाना बाध्यकारी भयो। अस्ति पनि त्यसै भन्नु पर्यो। कस्तो मेरो बाध्य छ भने परिस्थितिले सिर्जना गरेर तपाईँ आफै सम्झिनु त। अब परिस्थिति त्यस्तो छ, के गर्नु? 2जना मन्त्री हुन्छ, खै 7जना मन्त्री कहाँ जानु पर्यो? के गर्नु? म त्यत्तिकै बसेँ, अस्ति पनि बसेँ नबसेँ भन्दा बाध्यकारी सिर्जना आज ल तपाईँ विधिसम्म चलाउने भने डाक्नुपर्छ। नडाकेर कसरी गर्ने हो त यो सदनमा?